हजुरहरुलाई मेरो मिनी भ्लगमा स्वागत छ। आज चाहिँ मेरो सानीमाको बर्थडे, हामी चाहिँ लाग्यौ सानीमालाई सरप्राइज दिनतिर। मेरो साथी र म भएर आज हामी जाँदैछौँ पाङ। हामी चाहिँ बेनीदेखि पाङ जाँदैछौँ। यो चाहिँ बेनी बजार हो। ल हेर्नुहोस्, बेनी बजारको बस पार्क। यो कालीखोलाको पुल कटेर हामी गयौँ। अब खनिया घाट पुगेपछि गराएको है। यो चाहिँ हामी चाहिँ बाटोमा मिठा मिठा कुरा गर्दै गर्दै गयौँ, दुई बहिनी साथी र म। त्यसपछि यति रमाइलो बर्थ्यो स्कुटीमा सरर हावा खाँदै यो गर्मीमा है। अनि हामी मिठा मिठा कुरा गर्दै गर्दै लाग्यो सानीमालाई सरप्राइज दिनतर्फ। यो चाहिँ त्यो पाङको उकालो हो के, कस्तो उकालो बाटो। आमामामा स्कुटीले नतानेर बल्ल 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 पुग्यौँ हामी पाङको फाट हो यो। ल हेर्नुहोस् है, यहाँ चाहिँ मेरो साथीको घर आउँछ अब। ल हेर्नुहोस् ठ्याक्कै यो चाहिँ मेरो साथीको घर हो। ऊ चाहिँ खुसी भइरहेको थियो क्या त्यो आफ्नो घर आउँदाखेरि। अनि हामी लाग्यौँ मेरो सानीमाको घरतर्फ। कति राम्रो फाँट, आमा मसिन हेर्नु सिन यस्तो राम्रो आएको थियो नि। अनि चाहिँ खुसी भयो कि क्या आफ्नो घर पनि उतै भएको भएर। अनि आफ्नो गाउँमा आयौँ है केटी भनेर कति खुसी भइरहेको थिएँ। ल हामी चाहिँ अब पुग्यौँ सानीमाकोमा। यहाँ देखिएको यो चाहिँ मेरो सानीमाको पसल हो। यहाँ जाँदा चाहिँ ढोकामा चापी लगाएको थियो कि, अनि हामी त झसङ्ग पऱ्यौँ। ला कोही हुनुहुन्न कि भन्दै सनबुवा आउनुभएको थियो। अनि सनबुवालाई सोधेर सानीमा तल हुनुहुन्छ भनेपछि तलकोतिर गयौँ। कता सानीमाले देख्नुहुन्छ भन्दै कुरा गर्दै गर्दै गएको थियौँ। अनि सानीमाले चाहिँ देख्नुभएको थिएन बिचरा मेरो सानीमा। आफ्नो बर्थडे पनि थाहा थिएन सानीमालाई। अनि हामी गएपछि त कति नर्भस हुनुभयो, कति माया लाग्यो मलाई त। आँखामा आँसु पनि निकालिराख्नु भएको थियो, याद गरेको थिएँ मैले। तर पनि हाँसेर मुस्कान चाहिँ दिइराख्नु भएको थियो सानीमाले। यति खुसी हुनुभयो छोरी आई भनेर मेरो सानीमाकोमा फेरि मकैहरू त्यो गरेको थियो। फुल हेर्नु, फुल कस्तो राम्रो राम्रो फुलहरू। सानीमा चाहिँ हामीलाई चिया पकाउनलाई दुध लिएर आउनुभएको। अनि त्यस पछाडि हामी चाहिँ अब त्यो सनबुवालाई कुरिरहेको के, फेरि सनबुवालाई छुट्याएर केक काट्न भएन नि त। अनि त्यसपछि सनबुवा आए पछाडि हामी लाग्यौँ केक काट्नतर्फ। हेर्नु न मेरो सनबुवा सानीमा कति खुसी हुनुभयो छोरी आई भनेर। हेर्नु त कति मुस्कान, कति मिठो मुस्कान दिनुभयो मेरो सनबुवा र सानीमाले। मलाई नि एकदम खुसी लाग्यो, मेरो साथी नि एकदम खुसी भई। सनबुवा सानीमा खुसी भएको देखेर आफूलाई पनि खुसी लाग्छ नि त। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। मलाई त्यति साह्रो बोल्न त आउँदैन, त्यही पनि ट्राई गरेको। हेरेर प्रतिक्रिया दिनु होला। अनि लाइक कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, धेरै माया गरिदिनु होला मेरो भिडियोलाई। हेर्नुहोस् न मेरो सनबुवा सानीमा कति खुसी हुनुभएको छ। सानीमाको दुईवटा बाबुहरू हो, बाबुहरू नेपाल छैनन् नि त। बाबुहरूलाई पनि धेरै सम्झियौँ हामीले पाङमा। भाइहरू भएको भए झन् कति रमाइलो हुन्थ्यो होला भन्नुभयो। त्यसपछि मेरो सनबुवाले सानीमालाई माया गरेर टिका लगाइदिनु भयो। अनि हामीले पनि लगाइदियौँ। आज त हामीले सानीमालाई टिका लगाउन पर्यो है, सरप्राइज दिन गइसकेपछि। अनि मेरो साथीले पनि लगाइदिए। अनि हामी धेरै खुसी भयौँ। मैले चाहिँ सानो गिफ्ट पनि ल्याइदिएकी थिएँ क्या सानीमालाई, दिएर ढोगी। उनी चाहिँ ढोग्छ, हामीले त ढोग्दैनौँ क्या अरे। त्यस पछाडि सनबुवालाई केक खुवाइदिनु सानीमालाई भनेर सनबुवाले चाहिँ केक काटेर खुवाइदिँदै हुनुहुन्छ। तर आज चाहिँ सानीमालाई सरप्राइज दिन गएको। आफूलाई पनि धेरै खुसी लाग्यो सनबुवा सानीमा खुसी भएको देखेर। हेर्नु न कति मायालु, कति राम्रो जोडी है। मैले पनि सानीमालाई केक खुवाइदिएँ, मेरो साथीले पनि केक खुवाइदिए। अनि एकछिन हामी बस्यौँ, कुरा गऱ्यौँ। त्यसपछि लाग्यौँ हामी फर्सीको मुन्टा टिप्न। उसलाई चाहिँ फर्सीको मुन्टा एकदम मनपर्छ क्या। अनि ऊ चाहिँ खुसी हुँदै फर्सीको मुन्टा टिपिरहेछ। अनि यता हाम्रो सनबुवा नि छोरीहरूलाई तरकारी भनेर खुसी हुँदै फर्सीको मुन्टा टिप्दै राख्नु भएको छ। अनि ऊ चाहिँ हेर्न कति खुसी भएकी छ फर्सीको मुन्टा खान पाएँ भनेर। अनि यति गर्दा गर्दै हामी चाहिँ घर लाग्यौँ।